मान्य सदस्य भीष्मराज आङदेम्बेलाई समय दिएकोमा उहाँले बोल्न नचाहनु भएको हुनाले म अर्को विषयमा प्रवेश गर्छु। मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ। सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम प्रमाणीकरण भएको देखाएका विधेयकको सक्कले एक प्रति यसै पत्रसाथ संलग्न गरी पठाएको बेहोरा अनुरोध छ। विधेयकको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, प्रमाणीकरण भएको मिति 2083-2 2, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083, प्रमाणीकरण भएको मिति 2083-2 मिति 2083-2 महादेव पन्थ सचिव। मान्य सदस्यहरू, आजको कार्यसूचीमा रहेका बुँदा नम्बर 2 र 3 का कार्यक्रम कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू,
अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।